भाइ वेट नापेको कति पर्छ 150 ए 10 रुपियाँ ए मैले डक्टरले चाहिँ वेट नाप भनेको थियो कि 65 पुरा भनेको थियो कि अनि वेट नाप्नु मिल्छ मसँग फेरि पैसा छैन क्या मिल्छ साँच्ची एकचोटि कसरी गर्ने म वेट नाप चाहिँ 65 पुरा भनेको थियो एकदम माथि चढ्यो हुन्छ एकछिन त 72 रहेछ 65 पुरा भनेको ए 72 झन् घटाउनु पऱ्यो अब दौडेर अनि किन पढिएको नि यसरी यहाँ बाटोमा बुक किन्नलाई ए कतिको कमाउँछ नि यसरी दिनमा कतिको कमाउँछ यो ए त्यति मात्र बुकको कति पर्छ बुकको एउटा बुकको पर्छ 300 कतिवटा बुक किन्नु पर्ने पढ्नलाई किन्नु पर्ने तिमीले यो पढिएको देखेर मेरो मन चिन्छ क्या अनि म आएको एकचोटि म त सानो सामाजिक परिश्रम गरेँ क्या तिमीले दिन्छै दिएन मसँग पैसा नहुँदाखेरि नि तिमीले दियो रहेछ खुसी लाग्यो अनि किन यसो बाटोमै बसेर पढिएको नि पैसा आउँछ भनेर भाडातिर होइन घरमा को बस्नुहुन्छ ड्याडी मम्मी कता नि गाउँ घरमा एक्लै बस्नुहुन्छ एक्लै ए अनि कति क्लासमा पढाउनु भएको 3 मा आफै सबै पैसाहरू खर्च गरेर पढाउनु भएको ए कतिवटा बुक किन्नु पर्ने हजुरलाई 8वटा कति पर्छ बुकको 8वटाको म्यामले पैसा लिएर जाने म्यामले दिन्छ ए कति पैसा चाहिने नि ठ्याक्कै 8वटा बुकको कति भयो 300 अनि एउटा बुकको पर्छ 300 एउटा 400 500 जति धेरै हुन्छ ठुलो हैन त्यति जति पर्छ होला हैन 3000 जति पर्छ होला है पढ्नलाई हो हैन तिमी यहाँ ठ्याक्कै यहाँ बाटोमा बसेर ठ्याक्क पढिएको देखेर मेरो ठ्याक्क आँखा गयो क्या म ठ्याक्क यहाँबाट हिँडिरहेको छु स्वयम्भूको बाटोबाट तिम्रो नाम के हो नि मसँग पैसा छैन भन्यो त्यो पनि तिमीले मलाई यसरी वेट नाप्नु दियो तिमीलाई घाटा होइन हुँदैन कस्तो राम्रो भयो तिम्रो मन तिमीलाई हजुर ए हो र ए ल तिमीलाई सानो एउटा है पैसा तिमीलाई साह्रो किताबहरू किन्नु है हजुरहरू किन अनि सबैजना हेरिरहनु भएको छ हजुर उहाँ पढिराख्नु भएको रहेछ क्या अनि सानो एउटा तिमीलाई किताब किन्नुलाई हुन्छ